यो ब्यानरमा भएको घरको अहिले निर्माणको कार्य भइरहेको छ र यो घरको निर्माणको कार्य कसरी भइरहेको छ, आज म तपाईँहरूलाई यो भिडियो मार्फत देखाउन गइरहेको छु। यो घरको फाउन्डेसनको काम चाहिँ सकिसकेको छ। अब अहिले चाहिँ ब्रिक वर्कको काम भइरहेको छ र यो घरमा जुन इँटा जोडाइको लागि चाहिँ हामीले 1 नम्बर इँटालाई प्रयोग गरेका छौँ। भने यो घरको जुन ढोकाको चौकस छ, झ्यालको चौकस छ, यसमा चाहिँ हामीले सखुवाको काठको चौकसलाई प्रयोग गरेको छौँ। अनि यो मेन ढोकाबाट हामी भित्र छिर्ने बित्तिकै यहाँ एउटा लार्ज साइजको लिभिङ हल तपाईँले देख्न सक्नुहुन्छ। र यो घरमा हामीले सिल बेन्ड पनि कसेका छौँ र लिन्टल बिम पनि कसेका छौँ। र यो सिल बेन्ड र लिन्टल बिमलाई चाहिँ हामीले पिल्लरमा जोइन्ट गरेका छौँ। खासमा अब यो चाहिँ भूकम्प प्रतिरोधात्मकको लागि हो र हामीले भूकम्प प्रतिरोधात्मकको प्रविधिको मापदण्ड अनुसार नै यो घरको निर्माणको कार्य गरिरहेका छौँ। यो घरको ग्राउन्ड फ्लोरमा चाहिँ हामीले झ्यालहरूमा काठको चौकस लगाएका छौँ र ग्राउन्ड फ्लोरको झ्यालहरूमा हामीले काठकै झ्याल लगाउँछौँ। भने यो घरको फर्स्ट फ्लोर, सेकेन्ड फ्लोरमा चाहिँ हामीले एल्युमिनियमको युपिभिसीको झ्यालहरू प्रयोग गर्छौँ र पछाडिपट्टि चाहिँ हामीले सेफ्टी ट्याङ्क राखेको छौँ। यो घर बनिसक्दा कस्तो हुन्छ भनेर हामीले यो घरको 3D नक्सा तयार गरेका छौँ र 3D नक्सामा हामीले यो घर बनिँदा कस्तो हुन्छ भनेर यो घरको चारैतिरबाट हेर्न पनि सकिन्छ। र यो घरमा जस्तो तरिकाले हामीले डिजाइन गरेको छौँ र यो 3D नक्सामा यो घर जस्तो छ, सेम त्यही तरिकाले नै हामीले यो घरलाई निर्माण गर्दै पनि जान्छौँ र निर्माण गर्दै गरेको थप भिडियोहरू पनि म तपाईँहरूलाई सेयर गर्दै जानेछु। यो घरमा जुन तरिकाले यो घर डिजाइन गरिएको छ, यो घरको झ्यालको बिटहरू भयो, कलरहरू भयो, लाइटहरूदेखि लिएर ओभरअल यो घर जस्तो छ, सेम त्यही डिजाइनमा नै हामीले यो घरलाई निर्माण पनि गर्नेछौँ र यो घरको सम्पूर्ण जानकारी म तपाईँहरूलाई थप भिडियोमा दिँदै जानेछु। जतिजनाले भिडियो हेरेर साथ दिनुभयो, तपाईँहरू सबैलाई धन्यवाद।